ओहो आज अब टेन्सन हुने भयो ल घर पनि उडाउने भयो हावा यस्तो चल्ने कस्तो ठाउँ पर्छ बल्छ रात पर्छ यस्तो भइसक्यो न दाउरा खोज्या न पानी छ आज के खान्छन् साथीहरूले यो राति जङ्गलमा कहाँ यो चोर्न हिँड्ने आज कहाँ हिँड्ने साथी हो जस्ता ए जस्ता ए लमुला ल या टाउको माथिबाट हेलो हेलो ल नमस्कार फेरि पनि नमस्कार गरौँ ल बस आज सबैजना नमस्कार आज हामी नयाँ मान्छेका साथ नयाँ भिडियोमा फेरि उपस्थित भइसकेका छौँ नयाँ मान्छे यहाँ हेरौँ त ल टक्क हामी चाहिँ आज कहाँ छौँ भ्यू टावर भएको ठाउँमा चाहिँ क्याम्पिङ गर्न आएको छौँ र म भइहालेँ ल परिचय दिउँ त आफ्नो नमस्ते म भइहालेँ म ठ्याक्कै मै हो म प्रवीण अधिकारी भन्ने मान्छे मध्यमालबाट झरे है सानो वाग्ले मिस्टर यो ठुलो वाग्ले नमस्कार हामी चाहिँ आज 5औं भ्लगमा जोडिएका छौँ सबै सामान सहित बोकेर हामी चाहिँ अनेकोटको टावर कता बस्ने होला त है यतैतिर हामीले आगो बाल्ने ठाउँ पनि भेट्यौँ यहाँ बालौँ भने कहीँ जाँदैन आगो आगो बालौँ भोलि बिहान उठ्दा त आरनबाट निस्किएको त हुन्छ नि फेरि कुटान यहाँ बाल्ने ल हामी चाहिँ आज चाहिँ यहाँ नजिकै बाइक पनि नजिकै ल्याएको छौँ र अनि उहाँबाट हिँड्दै आएको है भिडियोमा देखाउनलाई है खासमा चाहिँ बाइक यहीँसम्म ल्याएको र अब हामी यहाँ ट्याक्क ल सुरु गरौँ होइन त ल गरौँ ल अब चाहिँ हामी यहाँ अब आवारा मान्छे पर्यो घर सुत्न छोडेर अब यहाँ जङ्गल आइयो घरै बोकेर अब चाहिँ हामीलाई सबभन्दा पहिला सुरुमा टेन्ट बिछ्यौँ त्यहाँबाट त्योभन्दा पहिला कोही टेन्ट बिछ्यौँ कोही दाउरा लिन्छौँ अब हामी माल सामान निकालौँ होइन त निकालौँ यो खोलौँ पहिला त्यो होइन सबै निकालौँ होइन टेन्टको सामान कता छ यो प्याकिङ गरे अलि अगाडि अलि किला काटी त खोज्नु पर्यो पहिला अर्जर किला काटी त्यसमा छ ल बस त्यही भएर मैले यो खोलेँ सामान फटाफट निकालौँ अनि चाहिँ कुरा हुन्छ आफ्नो त ट्याक्क भिरिहाल्नुपर्छ यति भिरेपछि आज फेरि उ रहन्छ इजार भएको सुरुवाल लागिएन है मिठो भात तरकारी पाकेर खाइन्छ वाग्लेले बेलैमा आज चाहिँ भात खुवाउँदैन हेर दाइ 12 बजे पछाडि नै भात खाने हामीले जहिले पनि अब बजो घडीमा त 10 बजिसक्यो दोस्ती ए होइन होला मेरो घडीमा चाहिँ ट्याक्कै 6:30 भयो 6:30 भयो अब हामी टेन्ट हाल्न सुरु गर्छौँ है त ल कहाँनिर राख्ने हो टेन्ट उहाँ यता राखौँ होइन ल जुदा त्यो अहिले छुट्टै राखौँ यसको सामान यता यहाँनिर बिछौँ है यतापट्टि मान्छे पुगेन को ल्याउने त आज सुत्नलाई ए सुत्ने मान्छे खोज्ने हो र सुत्ने मान्छे खोज्नु पर्यो अब सिकिसक्यो नि होइन युट्युब हेर्नै पर्दैन यसको हामी कसरी बस्ने हो दक्षिण सिरानी बनाऊ राम्रो हुन्छ भन्छ होइन के हो रानी यो उडाइहाल्छ नि त सबै यो त कहाँ पुऱ्याउँछ एउटा यसो के हजुर टेकौँ एउटा यसो छैन नि यहाँ मुनि त्यतापट्टि त हुन्छ यो होइन भित्री बाहिरी कभर यो बाहिरी यो उयो भित्री पहिला त्यो चाहिँ निकालौँ यो बाहिरी टेन्ट हाल्न पनि यो नरेख्ने टेक्निक लौरी ल अब लौरो छिराउँ त टेर्लिङ पास है ल ए रात परिसक्यो नि त बत्ती बाल्ने बेला भइसक्यो यहीँ यो चाहिँ यहाँको लोकेसन चाहिँ यस्तो छ ठ्याक्क यतातिर
पहिला पहिला भिडियोमा सबैमा हामी घर नजिक नजिक जस्तो बस्यो। यसपालि ट्याक्क यतापट्टि यता यो तुलिखेल, यतापट्टि नाला माथिको डाँडो, यो हाम्रो घोडा भएको उतातिर गाउँ छ, यता गाउँ छ र यो चाहिँ अनेकौटको भ्यू टावर भन्छ यसलाई चाहिँ। र हाम्रो चाहिँ यहाँ चाहिँ अब यहाँ घर 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 घुमाउ त साथी हो, यता घुमाउ न, यता घुमाउनु भने होइन के यतै राख्नु र खाल्टोपट्टि आगो बालाउनु होइन। हावा चाहिँ अलिकति बढी नै लागिरहेको क्या यो फेरि। ए घर उडायो, ए उडायो, ए उडायो लौ न, हट घर उडायो यार। ओहो ल माड टेन्ट उडाएर है। ओहो यो दुईटा डाँडा भाटा किन नहाल्यो लौ न, यो डाँडा किन यस्तो भयो त लागिरहेको थियो। यो डाँडा खोइ त नि लौ न, डाँडा खोइ डाँडा। चारवटा त कसरी हुन्छ त दोस्त, त्यो अर्कोको होला नि। पहेँलो अर्कोको सेतो अर्को निकालेकै छैन नि हामीले। अनि दुईटा भयो त वारपार पुगिसक्यो त, अनि बाँकी चाहिँ कसरी त्यो बढी भयो त। बिचमा चाहिँदैन त के बढी भयो भने टेनको डाँडाबाट यो अनि के हो खास कुरो। अनि यता खोइ त छिराकै छैन नि के हो ए ल माल छिराकै छैन। एउटा एक्सपर्ट हायर गर्नुपर्ने भयो यार। यहाँ हो क्या वाइल्ड दोष, यो बिचमा पनि हुन्छ नि त, बिचमा चाहिँ हुँदैन त, यहाँनिर भइहाल्छ नि। हट तिमी यो निकाल निकाल, यो माथि खोबाटो निकाल त। अनि कस्तो त यो घर, यो अहिले बन्दै छ नि त। यो घरै उडाउला घर उडाएरै हैरान हुनु। चट यो कहाँ हाल्यो त, यो लगाइसक्यो। 9 बजेसम्म त यो बनाउनै लाग्ने हो। यहाँ एउटा कुरो सुन है त, यहाँ बल्ल 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 यहाँ डाँडा भाटा उडाउँदा उडाउँदा ट्रेन लगाउल होला जस्तो। अब बल्छ रात पर्छ यस्तो भइसक्यो, न दाउरा खोज्या न पानी छ। आज के खान्छन् साथीहरूले, के पकाउँछन्, केही पकाउँछन्, यही अब झारबाले त हो नि। यो भुइँसी एकादे लाएपछि भुइँसी लाएपछि बुढी माइत गयो भने भुइँसी दुन यति गाह्रो हुन्थ्यो। त्यस्तै मोरे यता न बुढीको लुगा लाएर दिन्छ कि भनौँ दिँदैन, यसो गर्छ भने दिँदैन, हम्केर तट लाठा पाडै छोड्नु पर्यो हुन्थ्यो। त्यस्तै होला छैन। यो बान्ने कसरी दोस्, मैले टाइट हान्ने है। ल अब दाउरा खोज्नु पर्यो होइन, दाउरा खोज्नु जान्छ त्यहाँ पनि एउटा काटी छ। पन्चर लिएर जानु पर्दैन। लगिसक्यो त्यसले। तपाईँले लानु के के लाग्यो कराउँदी छ लानु न, कराउँदी छ। रुख त बेपत्ता चाहिन्छ है। अब दाउरा चाहियो सुके सुके ल्याउँ है, काँचो नल्याउँ। अब अर्को यतापट्टि हालौँ है, त्यता यता यतै हालौँ। यता भयो भने यताबाट हावा आउँछ होइन। यताबाट छेकिन्छ। आम्मामामामा हावा कस्तो चलेको, बल्ल 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 एउटा घर बनाइयो। थट ओहो आज अब टेन्सन हुने भयो। ल घर पनि उडाउने भयो, हावा यस्तो चल्ने कस्तो ठाउँ पर्छ थट भने बिजोग होला आज। ल ल ए ल ल्याउ ल्याउ यहाँ ल्याउ। यो यार यो टेन्ट लाउनु नि कता हो कता, यो ए घर उडायो, ए लाउ न, ए उडायो, ए ल यसम्म ए यार आज बसी उठी बास लाग्ला थट। ए घर उडायो यार, ल ए त घरमा ए यार कहाँ बस्ने। बल्ल 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 अलिअलि गरेर यहाँ हावा लाएर उडाउँदा 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 बल्ल 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 टेन्ट यहाँ अब चाहिँ लगभग लगभग बस्यो जस्तो छ। यस्तो गरेर बल्ल बल्ल एउटा यहाँ दाउरो खोजेर यहाँ बत्तीको व्यवस्था मिलायो। काग पोल्ने जस्ता झिक्रा छन्। रात त आज माडै होला जस्तो साथी हो। के खोज्यो दाइ? अर्को लाइट छैन, त्यही बोकेर जानु हुन्छ। यो राति जङ्गलमा कहाँ यो चोर्न हिँड्या त कहाँ हिँड्या साथी हो। आमामामामा झालक र झिलिक बत्ती बाल्दै जङ्गल त छ। अब यो हरियो रुख काट्नु भएन। अब सुक्या रुख यहाँबाट छिर्ने, सुक्या रुख एउटा खोजौँ। मुडो सुडो यसो लड्या मुडो सुडो भयो त हुन्थ्यो। हेरौँ न भेट्योला नि, भेटिन्छ आश गरौँ।
धैर्यताका साथ आश गर्दाखेरि केही न केही मिल्छ। उद्देश्य के लिनु उडिसिनु चन्द्रहेको भने जस्तो ऊ त्यहाँ कहाँ छ मुडो थाहा छैन तैपनि यहाँ पाइन्छ भन्ने आशा। त्यो त मूल बाटो जस्तो त के होला र दाउरा काटेर भारी हालेर हिँड्ने बाटो छ त्यो पनि हरियो रहेछ। ओहो दोस्त दाउरा त थुप्रो छ त कहाँबाट लिएर आयो दाउरा आमामामा त्यही पनि काँचो यार के हो यो दाउरा भेटेन कि आज साथी हो आज दाउराले अलिक हल्ला हो वन फुक्या बेला परे यहाँ चाहिँ कहाँनिर लड्याएर छ रुख आगो अलिअलि त जिउँदै रहेछ त्यही पनि अब भुइँमा लत्रिएर छ त्यही भयो नि अब काटेर चाहिँ ल्याइयो। अब पानीको समस्या छुट्टै छ फेरि घरि घर उडाउँछ आज त साथी हो उठी बाख लाउला छ अलिकति काँचै छ यही भयो नि हुन्छ राति धुनलाई। राति अब बसौँ हामी काठमाडौँदेखि के तपाईँहरू पानी मुनाएर आउनु भयो ए चाहियो भने त्यहाँ उहाँले देखाएको छ होइन ए ल हुन्छ हस् हस् हामी भिडियो सिडियो पनि बनाउँछौँ कि युट्युबमा हाल्छौँ आवारा भनेर सर्च गर्नु युट्युबमा देखिन्छ आवारा 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 आवाराकै घर छोडेर यसरी जङ्गलमा बास बस्न हिँड्नेलाई आवारै त भन्छ नि। हाम्रो चिया कचौराको गिलास चाहिँ कहाँ गयो कोपरा गिलासै छ चारैवटा जसले सब ठेगान लाएर राखिसकेको त यसलाई कसरी छिराउने मिलाएर छिराउनु ठोक्ने त्यहाँ पहिला एउटाले सप्प पार्यो भयो त तेर्न हाल पानी हालौँ हामी त खाइरहनु पर्छ ए थोरै हाल है 2 हाल्यो हो थकै लाओ काम गरेपछि थकै लाम्ने गरी गर्नुपर्छ। अब यहाँ चिया पाक्दैछ चिया ढोकेर बसिरहेको छ हामी त पाक्छ नि त आधै पाक्छ अब के काम गऱ्यो भने हावाले उडाएर पनि टेन्सन हाल्यो। अब दाउरा साउरा ल्याइयो यो बत्ती चाहिँ यस्तो राम्रो सही सेटअप चाहिँ अझ नुहाउनु भन्नु है त ठिक छ यति सेटअप गऱ्यो ए दोस् डर नि दोस् यो अब हामी चिया खान्छौँ गच्छ ए चिया चिरोट टाइम ल अब यहाँ चिया मात्रै छ चिरोट खान अलि मिल्दैन अलिक पब्लिकमा भएर चिया चिरोट यति चिया खाएपछि त यति आनन्द आउँछ नि के हो होइन चिया अब यतिखेर चियालाई शीतल मैले के ल्याएँ मुला खाने मुला गाँदर छैन मकै छ मकै भुन्न आयो बोले ल अब सुरु गरौँ दाइ तपाईँलाई आज यहाँ आउनु पाउँदा कस्तो लाग्छ ल मलाई लास्ट थकै लगाइरहेको दोस्त म 1 घन्टामा आइपुगेँ अनि आउने मामला चाहिँ दुईटा बाइलोले बिगाऱ्यो भने अघि नै हिँड्यो भन्दा पछाडि मलाई थाहा त के यिनीहरूले यस्तो गर्छन् भनेर त्यही भएर मैले चाहिँ यसलाई फोन गरेको होइन तिमी आइहाल न भने म यहाँ आएर त कुर्नु पर्यो 6 बजे आउँदा त होइन 2 बजे आएर अनि त्यहाँ कुरेर बस्नु उसमा कुरेर बस्ने अनि त्यहाँ तल त्यो त बिल्कुल हुँदैन। हाम्रो पीडा पनि छुट्टै छ क्याम्पिङ जाइन त भनौँ है 2 बजेदेखि जानु भनेर मान्छे कामकाज सोधेर छोडेर कता कता के बिहान मिलाएर आउँछ साथीहरू फ्याट 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 छापिँदा हुन्छन् ए जाउँ न साथीहरू छापिँदा हुन्छ पखर 1 प्याड बिल थाप्नु 200-500 भने मरिहाल्छ भन्ने फेरि लौ नि त भनौँ अर्को 15 मिनट भन्ने अर्को 10 मिनट भन्ने ठिक छ यतिखेरसम्म अब आगो बाल्ने तर्तिरतिर लाग्छु है म अब पकाउनु पर्छ आजै होइन यो पानी चाहिँ कस्तो छ भन्दा यहाँ धाराको पानी अलिक फोरफोर रहेछ यसलाई चाहिँ हामीले यहाँ 20 हाल्दै 21 बनाएर वाटर गार्ड भन्ने ल्याएको छौँ पढ्नु पर्यो 10 लिटर पानीको लागि बिर्कोको तल धर्कासम्म वाटर गार्ड लिनुहोस् 15 लिटर पानीको लागि यति बिर्कोमा भएको सबै झोल पानीमा हाल्नुहोस् र बिस्तारै चलाउनुहोस् ल तपाईहरु सुन्नु
यो चाहिँ अब कतै जङ्गलतिर बाहिरतिर गयो भने यस्तो पानी अब जहाँ पायो त्यहीँको पानी खानु हुँदैन। अलिअलि 1-2 लिटर त हामीले थर्मोसरमा बोकेर ल्याएको छौँ, त्यो पनि पुग्दैन भने 10 लिटर पानी त्यहाँ जङ्गलतिरबाट ल्यायो हाम्रो दाइले। अनि पानीलाई 30 मिनटसम्म सफा भाँडोले छोपेर राख्ने, छोप्नलाई यहीँ छ हाम्रो। त्यही भएर अब पानीको 10 लिटर पानीको लागि बिर्कोको तल्लो धर्कासम्म वाटर गाड्ल। यो तल्लो धर्का हेर्नु पऱ्यो होइन। ल लाइटर नभएर आज है फेरि बल्यो। ल यो झिल्काले पनि राम्रै काम गर्छ है। बस 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 बल्न त बल्यो है। सानो चाहिँ हाल न अब हाल्ने। यहाँ झिक्राको नाममा यति छ र हाम्रो यो सेटअप पनि म वाइडबाट देखाइहालेँ त। यहाँनिर एउटा लिङ्गुरो काटेर यसरी टेका लाछौँ। यहाँबाट एउटा बत्ती दिएको छ है। यताबाट अर्को लिङ्गुरो काटेर अर्को टेको दिएर यो बत्ती, तल एउटा बत्ती, माथि अर्को बत्ती। यस्तो भनेको दोष यहाँ साथीहरू सबैजना जान्ने छ। यो क्यामेरा चाहिँ कसरी हल्ले मोबाइल भन्दाखेरि त्यो मोबाइलमै त्यसरी हामी देखिरहेको छौँ। यसरी हल्ले यसो गरेर कन्टिन्यू गरिरह यसरी अलिकति यो मोबाइलमा अलिक स्टेबलाइजेसन भएर मात्रै, नत्र ल्यान्द्रेङ अलिक ठुलो आवाज ल्यान्द्रेङले गर्छ, नत्र सानो आएर यसो गरी भुइँचालो जस्तै। बस बस आगो बोलु सबै नहाल है। रात ल हेर्न कस्तो हल्ले त्यो उयो उसले न यो चाहिँ छेउको है। यो ल्यान्द्रेङको अलिकति विकल्प नगरिकन नहुने भयो है। त्यो हल्लिन्छ त हल्लिन्छ दोस्त होइन, अलिक उछिटिँदैन भन्ने मात्रै। बिरबलको खिचडी जस्तै हो बनाउने टेक्नोलोजी हो। म ज्याकेट लाउँछु है साथी हो, ज्याकेट लाउँछु ज्याकेट। जाडो भयो नि। तिमी यहाँ आऊ न, यहाँ आऊ नि आऊ, यहाँ आएर गर्ने हो नि त काम त। लडिरहनु आज चाहिँ हामीसँग गोप्रोको टोप्रो अभाव छ। मोबाइलबाट मात्रै भिडियो बनाउँदैछौँ आज चाहिँ। अलिकति चक्कुले हो दोस्त पुरै एकदम लाग्ने खालको चक्कु, नभए मन्जरो छ। टेन्सन छैन। त्यो भएन भने खुकुरी छ। अहिले चाहिँ म यो प्याजहरू जन्तेको प्याजी त ल्याउ त दोस्त। ऊ बसाल्ने भाँडो के बसाल्ने? ए कसरी बसाल्ने दोस्त त्यो? अब यहाँ चम्को बना हो कि त्यो होइन यो त भएन। तिमीले यो गरे चाहिँ के खासमा एउटा किल्ला चाहिँ यहाँ खानु पर्यो कि अँगेनु रे? यो अँगेनुमा भात पाइसक्यो ल केटा खाऊ भन्दा यस्तो भयो भने के हुन्छ? लड्दैन कि पिर नगरिकन। अब पहिला 4 कक्षा किताबमा बिरबलको खिचडी हुन्थ्यो, आज अहिले खिचडी खाइने भयो। यो कहाँबाट के आयो भने यो अहिले खिचडी खाइने भयो है आज। ल आज बहुत मजा होला है जाति हो। ल हाल न त्यसलाई फर्काएर चाहिँ बाँच्ने कि त्यो जाउँ त्यसलाई गर्नुपर्छ नि। अहिले ठुलो पर्छ उडाएर त्यहाँ परेर कता जाउँ कहाँ पुऱ्याएको यहाँ हालिहाल्ने हो, मासु हेरिहाल्ने हो। त्यति बेलासम्म तेरो ढिकी बस्यो भने अहिले हाना हुन्छ। होइन आज 2 माइक हुन्छ। होइन आज भात खुवाइ डेन्जरै हुन्छ है। यो चुलो मात्रै हेरौँ न, यो चुलो तेल तात्नु भन्दा खुट्टा डढ्छ। डढ्दैन भने त त्यो नडढ्ने हालेको छु कि पिर नगर न भने तेरि खाइन्छ त भात। कहीँ त हावाले भइ पारिरहेको आम्मामामा हावा चाहिँ कति लाग्यो होला है। ओहो ल त्यो
गरेर है माल भयो नि दाइ बबाल छ यो आउने हामीले पिरो अलिक पिरो त पुग्यो आउने नि यसलाई यो अब यो ख्याल गरे केटा उठिसक्यो छु तिमीले कहिले काटिसक्ने यार झन् छिटो बन्दाराले भन्दा छिटो काट्ने यसले तर यो अलिक अनि तिम्रो यस्तो मास्टर प्लान चुलोले त ठाडो कुरा लाग्यो दोष के हो यो मासु त पोखेर नि जाथ्यो यसलाई अब ट्याक्क म्यारिनेट गर्नलाई छोडिदिनलाई ट्याक्क सबै कुरो हालेर यङ्ग पडै हडङ्गै मसला पडङ्गै तेल पडङ्गै गरेर ट्याक्क ठिक छ अनि यो भाँडामा के हो दोष पाकिरहेको मासु पाक्दैछ यसमा मासु पाक्दैछ त्यसमा मासु उसिन्दै के अरे म्यारिनेट गर्नलाई ट्याक्क सबै कुरो हालेर बस 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 यति गरेपछि ठिक छ होइन ठिक छ एकदम भिडियो अलिक क्यामेरा उता लानु मलाई अल्छी लागिरह अलिकति त्यो फर्केर हेरौँ उतापट्टि चाहिँ वागले भाइले आरो रेडी राख दाहिने हातले चाहिँ आरो समाते देब्रे हातले काठ यसो समातेर रेडी राख है ल मैले रिप्रेजेन्ट गर्दै चाहिँ भइगयो नि होइन यसो यसो गरेर अँध्यारोमा यसो यसो गरे पनि गरिराख देखिहाल्यो नि त अरू के अब हानो खुट्टाले यसो गरेर हानो भाँचेन ल फेरि हान दोस् म भिडियो बराबर छ कि टेन्सन छैन ल ल भाँच्यो भाँच्यो अलि हान भाँच्यो ल लाग खुट्टै भाँच्यो खुट्टै ल दोस्तले भाँचेर ल्यायो भनेपछि भिडियोमा काट्यो नि त अब होइन यति भयो पुग्यो नि केही छ टेन्सनहरू छ त बस ओ गर्छ दोस्त यति गरेपछि एउटा रुखसिने काटौँला त्यो बलिसक्यो दोस्त त्यो सुकिया दाउरा चाहिँ पुर्याएर है बोलेन भने दोस्त फेरि चपिङ बोर्डै हालौँ दाउरा भएन अब मैले मैले झिग्रा भाँच्दैछ अब भिडियोमा देखाउनु पर्यो नि त भाल्न जाने कति लाग्छ नि किन्न जाने कति भएको छैन भने होइन म चाहिँ कुनमा परेँ धेरैजना पऱ्यो कतिखेर पर्छ पनि पकाउनु नि झोल त हाल्नुपर्छ भात पकाउनु पनि हिँडको हिँडेपछि है यो सहायकहरूलाई अलिक टेन्सनै छ कि हिँडको अब कहाँ चर्न हिँडो अलिक टाइम लाग्छ उसलाई उतातिर कतातिर कहाँ पारी डाँडामा पुरै बत्ती बल्ला झिल 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 म आगो जन्काउँछु अनि भात खाने है त ल ल ल गरौँ अब यो आगो पनि बलेन है र साथी हो म चाहिँ ढले म त ढले ढले ओ यार फटफटी घुमाएन भात खाउँ है अब यस्तै छ हाम्रो गरेको राम्रै लागेको छ भात पनि तातो त अघि दाउरा पुगेन भने होइन कहाँ आएर भात खायो च्यान्डाँडातिर आएर भात खाइयो We have salad also available. म चाहिँ गाजर खान्छु मुला गाजर यति खान्छु ल म लाउ खाऊ यसरी झिकौँ है तपाईँ झिक्नु अमिलो भात कति लाग्यो अरे ला एकजनालाई बासजीलाई त्यो चाहिँ यो उसको मेन मजा भनेको यो हेर्दा है ट्याउसी चढाउँदै 17वटा चाहिँ हाल्दैछ आफूले के गाजर मैले त हाली अरू पनि छ
सानो बत्ती हुनुपर्ने पिरो पनि छ है अब ज्वार काट्दो राति अब 10-11 बजे बाँड्ने भएको आयो अब मासुको आइटम अझै बाँड्नु त्यो कतिखेर हो शनिमा मारिदेऊ बरु बगाइदेऊ पानीमा भाइलाई भने मोबाइल चलाइ बस्ने दाजुभाइ भाँडा नि घस्काउने शनिमा मारिदेऊ बरु बगाइदेऊ पानीमा ल है शनिमा मारिदेऊ बरु बगाइदेऊ पानीमा कोही ठाडो खुट्टा लाएर बसिरहन् है कोही चाहिँ यहाँ मासु केमा पोल्याउँदोस् के धुवामा पोल्या त होला नि होइन मासु त स्मोकी फ्लेभर चाहिन्छ भने टक्क धुवामा पोल्ने मासु धुवामा त अरू त छैन है झिक्रा छ के अन्त है स्न्याक्स स्न्याक्स पाएको ला हाम्रो चाहिँ यो के हो दोस्त यो चाहिँ कुखुरीको सेकुवा खुर्पारी उदिन्छ हाम्रो आगो चाहिँ धोस्नै छ यहाँ अवस्था नाजुक अवस्थामा हामी बाँचिरहेका छौँ कति टसहरू पनि छ टस लाइट पनि अचार खोइ अचार बनाऊ दोस्त एउटालाई चाहिँ काँचो चुत्राको उसँग उन्ने कि के ल अब लगभग आजको क्रियाकलाप चाहिँ सकियो हाम्रो र अब चाहिँ ल सुत्न लाग्दा पनि धुवाले साथ दिँदैन ल हौ न ले दोस्त यो चाहिँ निकाल यो यहीँ राख्ने राख्ने अनि सुत्नुपर्छ र चाहिँ अब चाहिँ हामी सुत्छौँ सुकलातिर भन दोस्त सुकलीतिर टक्क जान्छौँ अब खानपिन सबै गऱ्यो हाम्रो कुक हेड कुकले चाहिँ सबै थोक पकायो खुवायो मिठो लाग्यो ल यतिकै भयो है ए लौ न कस्तो आउँछ होला यो ए लौ न साथी हो अझै सुतिरहेको छौ हावाले यार पल्लो टेन्ट अघि एकचोटि त उडा जस्तो लागेको थियो एकचोटि हेरौँ है हट ओहो ल आज बनेर पुग्यो लाग्छ छैन आमा जता ए जता ए ल यार टाउको माथिबाट गयो ल ए यस्तो बेला हानेको रुनी यस्तो छ यहाँको अवस्था लिङ्गो हल्लेको लिन्द्रिङ यो ट्रेन त लगभग कुच्ची नै सकेछ यार लौ न साथी हो आएको सागो पनि निभाएको छ हेर यहाँ टेन्ट हल्लेको आम्मा ए लौ न कत्रोबाट आयो ओहो ल हट यो आज सुतिँदैन यार साथी हो के गर्ने होला यार ल ए उठाउँ त साथी उज्यालो भएछ यार ओहो ल 6 बजिसकेछ बिहानै 6 बजेछ भएछ यार बिहान भन्नु उज्यालो चाहिँ भएछ है ल हिजोको हावा हुडले त आज बाछे लास्तो लागेको थिएन
कता हावा तल देख्दा त ओ ल यहाँ पुगेर ओ ल बाहिर त दोष छर्लङ्गै घाम लाम गरिसक्यो नि त हो र ए उ त्यहाँ घामको रेखी बसिरहेको छ उता कप्चीमा ल गुड मर्निङ राति त हिजो त ओ ल गुड मर्निङ शुभ प्रभात साथी हो ल उठौँ ल चिया चाहिँ उम्लिन लाग्यो साथी हो उठौँ अब मुखसुख धोएर चिया खानुपर्छ चिया पाक्न लागिसक्यो हुँदैन बिहान चाहिँ टक्क मुख धोएरै चिया खानुपर्छ ल केटा गुड मर्निङ है गुड भए त ठिकै थियो हुछु बलिरहन्थ्यो भनेको के का हुनु ल लिस्यो चिया लिस्यो दिउँ त GMT है ल गुड मर्निङ चिया जय श्री जिन्दल आफू त जागिर चम्कने सम्कने स्वाई कम्पनी जति माझे उति चम्कने आज चाहिँ भाँडा माझेको उपलक्ष्यमा हामीले तिमीलाई फुल दिनु भएका छ यो फुल दिउँ फुल लिएर होलिनु त होइन नि ल भाडा माझेर फुल मेडल पायो अरूले गोल्ड मेडल पाउँछ फुल मेडल गुराँसको फुल मेडल पायो ल फुल मेडल पाएकोमा मलाई बधाई छ ल फुल मेडल लिएर आउँ नेचरमा आएपछि त्यस्तै भयो ल फुल मेडलमा अब फुल भाँडा मानिदिन्छु है त ल फुल मेडल पाएपछि त म फुल हानिदिन्छु भाँडा अरू बाँकी भइसक्यो है साथी भाँडासाँडा टल्काउने काम सक्यो सबै काम सक्यो खाने चिया खाइयो र अब चाहिँ हामी चिया खानु त भोलि बिहान भरे बेलुका खाइन्छ अब हामी यो टेन्ट सेन्ट पनि निकाल्दैछन् साथीहरू म चाहिँ अब यहाँ ट्याक्क मोबाइल समातेपछि काम गर्नु पर्दैन होइन सजिलो के भाँडा टल्क्यो है आमामा आँखा खायो कस्तो टलक्क टल्केर ल अब चाहिँ यो भिडियोलाई के यतैतिर टुङ्ग्याउने हो र आजलाई त्यसै गरौँ ल आजलाई अब यो भिडियो लगभग यतैतिरलाई बिट मारौँ कस्तो लाग्यो के लाग्यो रातिको हाउडनरी कस्तो लाग्यो हेरेर चाहिँ कमेन्ट हानौँ र कस्तो लाग्छ सब्सक्राइब सेयर के गर्नुपर्ने छ सबै गरौँ र यो भिडियोमा टाटा बाई बाई भन्दै अर्को भिडियोमा भेट्ने बाचासहित अहिलेलाई यो भिडियोबाट छुट्टिन्छौँ है त ल बाई बाई ल सरसफाइ सबै सरसफाइ गरौँ पुरै क्लिन गरौँ अनि चाहिँ क्लिन गरेर चाहिँ जानुपर्छ है त भात